सम्पूर्णमा सेवारो नमस्कार। तपाईहरुलाई निसेलुङ फन पार्कबाट हार्दिक सुस्वागत गर्न चाहन्छु। यहाँ साप्ताहिक महोत्सव आयोजना गरिएको छ। विशेष गरी नेपालको एकमात्र घुमन्ते सभ्यता बोकेका लोकोन्मुख राउटे जाति विशेष मेला सांस्कृतिक आदान प्रदान कार्यक्रम रहेको छ। यस कार्यक्रम आयोजना गर्नुहुने याक्थुङ भिलेज प्राली मोरङ रहेको छ। अनि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ अत्याधिक घुइँचो रहेको छ। यहाँ मात्र हैन तलबाट यस्तै छ। अनि यहाँ चाहिँ टिकट सिस्टम गरिएको रहेछ। मैले चाहिँ आफ्नो टिकट काटेर यहाँ बोकिरहेको छु। यसलाई पाउनलाई पनि कत्रो समय कुर्नु पर्यो। गेट भित्र प्रवेश गर्न गइरहेको छु। दाजु चाहिँ अघि पसिसक्नु भएको छ। नकाट्नु होला। मेरो दाजु यहाँ हुनुहुन्छ। अहिले चाहिँ हामी निसेलुङ फन पार्कमा घुमन्ते जाति हेर्नलाई आएको छौँ। अनि दाजु 7 दिनसम्मको हो। 2 दिन भइसक्यो। हिजो 2 गतेदेखि। हिजोदेखि सुरु। एकदमै गर्मी पनि कति गर्मी हो। भित्र पनि पसलहरू छ। यहाँ चाहिँ यसरी व्यवस्थापन गरिएको रहेछ। तर यता पनि एकदमै भिड मौसम एकदमै शीतल जस्तो लागे तापनि यहाँ चाहिँ अत्याधिक गर्मी रहेको रहेछ। तपाईहरुले देख्न सक्नुहुन्छ राउटे समुदायको के भन्छ घर हैन मौलिक घर। गर्मी कति हो बाफे मान्छेको घुइँचोले गर्दा पनि होला। असाध्यै गर्मी छ। अहिले हामी चाहिँ भ्यू टावर चढिरहेको छौँ। अब यसको टपबाट कस्तो देखिन्छ म तपाईहरुलाई अवश्य नै देखाउने छु। यहाँ तलदेखि यहाँसम्म आइपुग्दा गलियो। यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ। ठ्याक्कै यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ राउटे समुदायको मौलिक घरहरू रहेको छ। त्यहाँ पनि जमातै रहेको छ। अनि यो चाहिँ फन पार्क एरिया असाध्यै राम्रो रहेछ। म चाहिँ अहिलेसम्म आइपुगेको थिइनँ। अब तपाईहरुलाई म यस वरपरको परिदृश्यलाई देखाउने छु। मौसम एकदम ठिकै नै छ र पनि एकदमै भिड भएको कारणले गर्दा गर्मी छ। यो चाहिँ उल्टो घर हो। कुनै समय एकदमै भाइरल भएको म चाहिँ आइ नै पुगेको थिइनँ। सायद यो खोला देखिएको मामा हो कि नुनसरी हो त्यो चाहिँ थाहा भएन। हाम्रो चाहिँ त्यतैबाट हो। अब तपाईहरुलाई म वरपर देखाउने छु। यो ठ्याक्कै चुलीको फेरि वरपर चाहिँ यस्तो देखिँदो रहेछ। ठ्याक्कै यहाँ चाहिँ खेल्ने ठाउँ रहेको छ। मलाई चाहिँ उचाइदेखि अलिक डर लाग्ने भएको कारणले गर्दाखेरि म चाहिँ साह्रै हिँड्दिनँ। म त्यहाँ तलसम्म चाहिँ पुग्दिनँ। ठ्याक्कै यहाँबाट लिनेछु। ठ्याक्कै हाम्रो काउन्टर भनेको टिकट काउन्टर त्यो घरमा। अनि त्यो गेट भयो। त्यहाँदेखि प्रवेशद्वार। हामी सबैभन्दा पहिला राउटे समुदायको मौलिक घर अनि उहाँहरूलाई हेर्नलाई गएका थियौँ। त्यस पश्चात अहिले हामी भ्यू टावर चढेर छौँ। अनि तपाईहरुले देख्न सक्नुहुन्छ त्यहाँ परबाट यहाँसम्म नै पार्किङ रहेको छ। अझै जाने आउने क्रम जारी नै रहेको छ। यो महोत्सव हिजोदेखि सुरु भएको आज दोस्रो दिन 7 दिनसम्म लाग्नेछ भनेपछि अब हो बाँकी रहेको 5 दिनसम्म। तपाईहरु पनि आउन सक्नुहुनेछ। पार्किङ चाहिँ यहाँदेखि सुरु भएर पर सम्म रहेको छ।
सबै 20 रुपियाँतिरकोहरू अब शुल्क चाहिँ समग्रमा अन्य महोत्सव मेलाहरू भन्दा चाहिँ अलिकति मलाई सस्तो भनौँ न होइन अस्ति कसैलाई पनि मार नपर्ने सिङमा चाहिँ 100 रुपियाँ थियो अरे ए अनि एकदम सामी सञ्जालमा आइरहेको थियो यहाँ चाहिँ मात्र 20 रुपियाँ रहेको छ 20 रुपियाँको छ मोटरसाइकल अब गाडी चाहिँ थाहा छैन गाडीको चाहिँ कति हो होइन हजुर मोटरसाइकलको 20 रुपियाँ 20 एकदम सस्तो यो चाहिँ मैले यो पहिलोचोटि सुनेको यति सुलभ होइन एकदम सस्तो सस्तो सिङ मेलामा चाहिँ 100 रुपियाँ भएर पुरा उयो गरिरहेको थियो सानो सञ्जालमा देखिरहेको थियो हामी चाहिँ फर्किने क्रममा छौँ आज हामी रमिते घुम्ने सपना यतिकै सक्यो रमिते त टाढो छ भन्नु म त्यहाँ आइसक्रिम बेच्दाखेरि तपाईँ कहाँ जानुभएको थियो साथीसँग गफ गर्दै गर्दै बसेको अनि एकछिन म अलमलमा परेँ होइन किनभने मैले फोन नगरेको त्यही भएर यहाँ सुन्नु न एकछिन अलमलमा परेँ होइन अनि मेरो दाजु कता जानु भएछ भन्दै खोज्दै यसो हेरेँ एकछिन बसेँ अनि सरिता लोहोरुङ राईलाई कल पनि गरेँ हेरेँ उठाउनु भएन अनि यसो परदेखि हेरेको त यत्तिकै यो हात कति यो त ढिलो चल्दैछ पुरा यसो गर्दा पुरा बेचिरहनु भएको थियो चाहिँ लगाइहाल्नु रहेछ सबै पैसा कमाउने दिमाग है हाम्रो पुरा अझै परसम्म पार्किङ रहेको छ बाफ